हेलो गाइज, यो चाहिँ मेरो एउटा नयाँ गेमिङ भिडियो हो अनि म चाहिँ हेर्न सक्नुहुन्छ लेभल 332 पुगिसकेको छु। अझ म गइरहेको छु गोरिल्ला किङलाई मार्न। अनि मैले नयाँ सर्ट किनेको थिएँ पाइप अनि मैले यो स्मोक फ्रुट खान्छु किनकि मलाई स्मोक फ्रुटहरू खान मन लाग्यो। अनि मसँग यो डार्क स्टेटको डे ओभरहिट पनि आइसकेको छ। हेर्नुहोस् यस्तो खतरा जान्छ। 625 बाउन्टी पाइसकेको छ गाइज हामीले। आएको चाहिँ नुब जिजी जिजी पाइपको कम्बो देखाउँछु, कम्बो ओके। अगाडि नमर्ने ठाउँमा पर्यो केमा ट्राई गरौँ त म तपाईँलाई देखाउँछु। फर्स्टमा डेन्जर छ पावर। अनि स्मोकको चाहिँ फर्स्ट पावर छ स्मोक स्ल्याम। सो गाइस म आइसकेको छु। मलाई बाबाले बोलाउनु भएको थियो। म के भन्दै थिएँ भने स्मोकको फर्स्ट पावर चाहिँ स्मोक स्ल्याम है। गाइस स्मोकको सेकेन्ड पावर चाहिँ डेन्जर छ। यसले मान्छेहरू 1 सेकेन्डमै मर्छ। हेर्नुहोस् है। गाइस स्मोकको थर्ड चाहिँ पावर चाहिँ स्मोक बम्बर हो। स्मोकको फोर्थ पावर चाहिँ स्मोक लिबरेसन हो होइन। अब स्पेलिङ रङ भयो भने मलाई थाहा छैन गाइस। हेर्नुहोस् यसको स्मोक लिबरेसन। स्मोक फ्रुटको पावर कस्तो लाग्यो भन्नु होला। आज चाहिँ हामी के गर्ने हो भने अनि मैले चाहिँ यो डोर पनि गरिसकेको छु। हेर्नु सक्नुहुन्छ खोलिसकेको छु मेरो फर्स्ट भिडियोमा। हेर्नुहोस् यो डोर खुलेको छ। गाइस मैले यो रिफाइन्ड स्लिङ सर्ट किनेको थिएँ। त्यसको चाहिँ मास्टरी 47 छ। मैले रिफाइन्ड स्लिङ सर्ट एउटा पावर हेर्न सक्नुहुन्छ। एउटा अक्टोपस यसमा टाँसिन्छ पनि हेर्नुहोस् आइरहन्छ। त्यसपछि 12 बजीमा आइरहन्छ। अब सो हेर्न सक्नुहुन्छ। अब मेरो लेभल पहिलाको भन्दा धेरै भइसक्यो 332। अनि हेल्थ हेर्न सक्नुहुन्छ, एनर्जी हेर्न सक्नुहुन्छ। हेल्थभन्दा धेरै एनर्जी छ। अनि मेरो फ्रुटहरूमा चाहिँ हेर्नुहोस् मेरो स्वरहरू चाहिँ 1 2 3 4 5 6 वटा भइसकेको छ। सेवर सर्ट पनि मलाई पाइसकेको छ गाइस हेर्न सक्नुहुन्छ। अनि सेवर सर्टको मैले एउटा मास्टरी अलग गरिसकेको छु। सेवर सर्ट त्यसको एउटा पावर मिस भयो। अब टाढाबाट हेर्नुहोस् तपाईँ टाढाबाट यसको चाहिँ मलाई डर लाग्यो। तर म मेन त पाइप हो। पाइप अनि सार्क छ जिपर कटाना ड्रिल कटाना वार्डन सर्ट पाइप सेबर सर्ट सब छ गाइस मसँग चाहिँ। अनि गनको बारेमा चाहिँ 4वटा मात्रै हो मसँग गन वा एउटा मस्केट। अनि मस्केट चाहिँ मैले चलाएको पनि छैन गाइस हेर्न सक्नुहुन्छ। म मस्केटलाई नि एक दिन हामी
मास्टरी गर्नुपर्छ। अनि स्लिङ सर्टको चाहिँ मैले एउटा मात्र अनलक गरेको जस्तो लाग्यो। हेर्नुहोस् यसले चाहिँ यो पनि बवाल छ। अनि मैले यो स्लिङ सर्टको चाहिँ मास्टरी उ गरिसकेको छु। हेर्नुहोस् यसको फर्स्ट पावर इङ्क बम रेड कार्बन ओहो बाजा। अनि यसले त्यो पिङ्क कलरको अक्टोपस छोड्दैन। अनि मन पनि छ यसको बमबाट पावर हेर्नुहोस्। अनि मसँग अब पछाडिको कुरा गरौँ त मसँग छ कोट मरिन क्याप जो कि अहिले लगाउँछु। अनि एउटा पिङ्क कोट छ, मलाई यो पिङ्क कोट चाहिँ लगाउन मन लाग्दैन। अनि ट्रेजरहरू चाहिँ हेर्नुहोस् म्याग्मा फ्रुट छ, मैले म्याग्मा फ्रुट आज लानु पर्यो। फ्रुट डार्क फ्रुट आइस स्पाइक बम स्पिन रकेट छ मसँग चाहिँ गाइस। अनि भ्यालुएबल हेर्दा चाहिँ 84 मसँग 19 लेदर चाहिँ 18 10 चाहिँ स्क्रैप मेटल चाहिँ 10 अनि ऑरेंज बेरी 7 ग्रीन टोड बेरी 6 मैग्मा और 5 अनि पिंक पिग बेरी चाहिँ 4 येलो स्टार बेरी चाहिँ 4 रेड स्टार बेरी 3 पर्पल जेली बेरी 2 व्हाइट क्लाउड बेरी 2 एंजल विंग्स 1। गाइस मलाई यो कमेन्टमा भन्नु होला एन्जल विङ्सले के भन्छ कि मलाई यो ब्लू आइसुरेलले के हुन्छ भन्ने मलाई थाहा सेकेन्ड्समा औरा बनाउनुहुन्छ। अझै मसँग एउटा छ। अनि स्किनको बारेमा गरौँ त इगल स्किन मसँग अहिले खाएको थिएँ। अनि इगल स्किन चाहिँ मसँग कुनै पनि छैन, एउटा मात्र छ। राइट यति हो। अनि मेरो स्ट्याट्स हेर्न सक्नुहुन्छ। स्ट्याट्सको लुक हेर्नुहोस्। सर्टमा 55 गनमा 21 ब्लकसुटमा 289 डिफेन्समा 314 अनि मिलीमा 319 छ। अनि मसँग चाहिँ पर्मानेन्ट फ्रुट एउटा पनि छैन, हेर्न सक्नुहुन्छ। मसँग पर्मानेन्ट फ्रुट एउटा पनि छैन। अब गाइस म चाहिँ अब मैले मोबाइल भेटाइराखेँ भने चाहिँ हामी एउटा सिरिज बनाउनु पर्छ। यो सब हुन्छ नि यो अब हल गरौँ होइन। सेभर सर्टलाई मास्टरी गर्ने, पाइपलाई मास्टरी भइसक्यो, वार्डेन सर्ट पनि भइसक्यो, साक्स भइसक्यो, ट्रिपल गर्न भइसक्यो, ट्रिपल गर्न रिफाइन स्लिङ सर्ट फ्लिन्ट लक मस्केट अनि हामीले इगल फ्रुटलाई मास्टरी गर्ने, डार्कलाई मास्टरी गर्ने, स्पाइकको भइसक्यो, बमलाई स्पिनलाई अनि रकेटलाई गर्नुपर्छ गाइस हामीले मास्टरी। सो आजको लागि यति नै गाइस। सो थ्याङ्क्स फर वाचिङ, बाई बाई।